मान्छे मरेपछि साँच्चीकै के हुन्छ? के हाम्रो कर्मको हिसाब त्यहाँ पनि हुन्छ? र यदि मृत्यु भएपछि तपाईँलाई आफ्नो जीवनका हरेक गल्तीको अदालतमा उभिनु पर्यो भने तपाईँ निर्दोष साबित हुन सक्नुहुन्छ? यही रहस्यमय प्रश्नको जवाफ खोज्ने एउटा अद्भुत कथा हो यो। कहानी सुरु हुन्छ एक बहादुर फायर फाइटरबाट। एक दिन ऊ आगो लागेको अग्लो भवनमा मानिसहरूको उद्धार गरिरहेको हुन्छ। त्यही क्रममा अचानक ठूलो दुर्घटना हुन्छ र ऊ अग्लो ठाउँबाट तल खस्छ। तर खस्ने क्रममा पनि उसले आफूले बचाउन खोजिरहेको सानी बच्चीलाई आफ्नो छातीमा बलियोसँग च्यापेर राख्छ। अचम्मको कुरा, बच्चीलाई केही हुँदैन। बच्ची दौडिँदै आफ्ना आमा बुबा कहाँ पुग्छे। फायर फाइटर पनि उठेर उनीहरू नजिक जान्छ र सोध्छ, सबै ठिक छ? तर उसका कुरा कसैले सुन्दैन। आमा बुबा केवल आफ्नी छोरीलाई हेर्न व्यस्त हुन्छन्। त्यसै बेला फायर फाइटरले नजिकैबाट अनौठो आवाज सुन्छ। ऊ चारैतिर हेर्छ। एउटा खतरनाक भवन मुनि उसले कालो कपडा लगाएका दुईजना मानिस देख्छ। ऊ ठूलो स्वरमा चिच्याउँछ, त्यहाँबाट छिटो हट्नुहोस्। तर जब ऊ पछाडि फर्किन्छ उसको मुटु नै हल्लिन्छ, किनकि जमिनमा एउटा मानिसको शव हुन्छ र त्यो शव उसकै हुन्छ। अब उसले बुझ्छ ऊ जीवित छैन। त्यसै बेला ती दुई कालो कपडा लगाएका मानिसहरू उसको नजिक आउँछन् र आफूहरू नर्कका दूत भएको बताउँछन्। उनीहरू भन्छन्, हामी तिमीलाई लिन धेरै वर्षदेखि पर्खिरहेका थियौं। फायर फाइटर अझै यो कुरा स्वीकार गर्न सक्दैन। ऊ भन्छ, तर मैले त मेरी आमासँग राम्रोसँग बिदा पनि लिएको छैन। त्यसपछि अचानक उसका खुट्टा जमिनबाट माथि उठ्छन्। उसको पछाडि एउटा विशाल प्रकाशको द्वार देखा पर्छ र केही क्षणमै ऊ त्यसै भित्र तानिन्छ। ऊ पुग्छ नर्कमा। त्यहाँ चारैतिर नयाँ नयाँ मरेका आत्माहरू भौतारिरहेका हुन्छन्। तर यो सामान्य नर्क होइन। यहाँ हरेक आत्माले आफ्नो जीवनमा गरेका 7 प्रकारका पापको हिसाब दिनुपर्छ। यदि सबै परीक्षामा निर्दोष साबित भयो भने मात्र उसले अर्को जन्म पाउन सक्छ। तर फायर फाइटरलाई नयाँ जन्मको इच्छा छैन। उसलाई केवल एउटा कुरा चाहिएको छ, आफ्नी आमालाई फेरि भेट्न। 3 जना नर्कका दूत उसलाई नर्कको विशाल ढोकातर्फ लैजान्छन्। ढोका खुल्छ। सबैभन्दा माथि एउटा विशाल सिंहासन देखिन्छ। सानो बच्ची खुसी हुँदै भन्छ, यो त साँच्चीकै न्याय गर्ने आत्मा रहेछ। तर पहिलो तह नै थियो हत्या सम्बन्धी नर्क। यहाँ साना गल्तीदेखि ठूला अपराधसम्म सबैको हिसाब गरिन्छ। फायर फाइटर माथि हत्या गरेको आरोप लाग्छ। ऊ अचम्म मान्दै भन्छ, मैले कहिल्यै कसैलाई मारेको छैन। तर न्यायाधीशहरू भन्छन्, कसैलाई प्रत्यक्ष रूपमा मार्नु मात्र हत्या होइन। तिम्रा शब्द, व्यवहार वा हिंसात्मक गतिविधिले कसैको मृत्यु भएको छ भने त्यसको जिम्मेवारी पनि तिम्रो हुन सक्छ। अचानक उसको खुट्टा मुनिको जमिन चर्किन्छ। तलबाट आगो र लाभा निस्किन थाल्छ। तल हेर्दा अनगिन्ती आत्माहरू पीडामा छन्। फायर फाइटर उनीहरू मध्ये एउटालाई बचाउन हात बढाउँछ। त्यसै बेला भयंकर देखिने एक व्यक्ति अगाडि आउँछ। ऊ यही नर्कको राजा दवाङ हुन्छ। दवाङले सोध्छ, तिमीले आफ्नो साथीलाई किन बचाउन सकेनौ? उसको मृत्युको कारण तिमी होइनौ? फायर फाइटर मौन हुन्छ। तर उसको पक्षमा उभिएको दूतले वास्तविक सत्य बताउँछ। त्यो दिन भवन भत्किनु अघि उसका साथीले आफै भनेका थिए, पहिले भित्र गएर अरू मानिसलाई बचाऊ, त्यसपछि मलाई बचाउन आउनु। त्यस दिन फायर फाइटरले 8 जनाको ज्यान बचाएको थियो। तर जब ऊ आफ्नो साथीलाई बचाउन फर्कियो त्यही बेला भवन भत्कियो। सबै कुरा सुनेपछि नर्कको राजा फैसला सुनाउँछ, तिमी निर्दोष छौ। पहिलो पटक फायर फाइटरको मनको ठूलो बोझ हट्छ, किनकि असल मानिसहरू प्राय आफूले गरेको राम्रो काम भन्दा आफूले गर्न नसकेको कामलाई सम्झेर आफैलाई दोष दिइरहेका हुन्छन्। त्यसपछि उनीहरू डुङ्गामा चढेर अर्को तहमा पुग्छन्। यो हो आलस्य र समय खेर फाल्नेहरूको नर्क। तर यहाँको राजाले फायर फाइटर माथि मुद्दा चलाउनै अस्वीकार गर्छ, किनकि ऊ जीवनभर मेहनत गरिरहेको थियो। मानिस मात्र होइन, एउटा बिरालोलाई बचाउन समेत उसले आफ्नो ज्यान जोखिममा पारेको थियो। राजा उसको त्यागबाट यति प्रभावित हुन्छ कि उसले आफ्नै नर्कमा फायर फाइटरको प्रतिमा बनाउने आदेश दिन्छ।
डुङ्गा अगाडि बढ्छ। तर फायर फाइटर पछाडि फर्केर हेर्दा एउटा डरलाग्दो दृश्य देख्छ। एउटा विशाल चक्कामा हजारौं मानिस लगातार दौडिरहेका हुन्छन्। चक्काले उनीहरूलाई थिच्दै जान्छ, फेरि उनीहरू उठ्छन्, फेरि दौडिन्छन्। यो उनीहरूले जीवनमा समय खेर फालेको सजाय हो। त्यसै बेला दुई दूत फायर फाइटरको जीवनको सम्पूर्ण सत्य हेर्न अनुरोध गर्छन्। त्यहाँ एउटा अर्को रहस्य खुल्छ। फायर फाइटर आगो निभाउने काम मात्र गर्दैनथ्यो। राति ऊ बारबिक्यू पसलमा काम गर्थ्यो। छुट्टीको दिन पनि ऊ अर्को ठाउँमा काम गर्थ्यो। रातको समयमा समेत उसले आराम गर्दैनथ्यो। उसले कमाएको पैसा आफ्नी बिरामी आमालाई र विद्यालयमा पढिरहेको भाइलाई पठाउँथ्यो। मृत्युको दिनसम्म उसले आराम गरेन। यो कुरा सुनेपछि नर्कका राजा पनि भावुक हुन्छन् र फायर फाइटरलाई फेरि निर्दोष घोषित गर्छन्। तर उनीहरूको यात्रा अझै सकिएको हुँदैन। अर्को तहमा पुग्ने क्रममा अचानक धेरै क्रोधित आत्माहरू उनीहरूमाथि आक्रमण गर्छन्। ती आत्माहरू अन्यायका कारण मरेका हुन्छन्। दुई दूतले फायर फाइटरलाई जोगाउँछन्, तर उनीहरूलाई एउटा कुरा थाहा हुन्छ, फायर फाइटरको परिवारमा पनि कसैको मृत्यु अन्यायका कारण भएको छ। फायर फाइटर तुरुन्तै आफ्नी आमालाई सम्झिन्छ। मुख्य दूत संसारमा गएर सत्य पत्ता लगाउने निर्णय गर्छ। ऊ फायर फाइटरको घर पुग्छ। त्यहाँ उसकी आमा जीवित हुन्छन्। आमा बोल्न नसके पनि इशाराले सोध्छिन्, तिमी को हौ? दूत आँसु लुकाउँदै भन्छ, मलाई तपाईको छोराले बचाएको थियो। आमाले उसलाई अंगालो हाल्छिन्। तर त्यही एउटा ठूलो रहस्य खुल्छ। अन्यायपूर्वक मारिएको व्यक्ति फायर फाइटरको आफ्नै सानो भाइ रहेछ। उसको मृत्युको वास्तविक कथा झन डरलाग्दो थियो। सेनामा ड्युटी गरिरहेको बेला नयाँ सिपाहीको बन्दुक अचानक चल्छ र उसको भाइ घाइते हुन्छ। तर एक उच्च अधिकारीले आफ्नो पद र बढुवा जोगाउन घटनालाई लुकाउने निर्णय गर्छ। उसको भाइलाई जीवित अवस्थामा नै गाडिएको सत्य लुकाइन्छ। अधिकारीले झुट बोल्छ। ऊ भागेर गयो। नयाँ सिपाही डर र अपराध बोधमा बाँचिरहन्छ। तर भाइको आत्मा शान्त हुँदैन। ऊ बदला लिन चाहन्छ। अन्ततः सत्य बाहिर आउँछ। नयाँ सिपाही आमा कहाँ गएर सबै कुरा बताउने निर्णय गर्छ। तर भाइको आत्माले उसलाई रोक्छ। उसले भन्छ, अब मैले तिमीलाई माफ गरिसकेको छु। त्यसपछि उसको आत्माको क्रोध शान्त हुन्छ। तर उता फायर फाइटरको परीक्षा अझै बाँकी हुन्छ। अब ऊ झुट, अन्याय र विश्वासघातको नर्क पार गरिसकेको हुन्छ। तर अर्को नर्कमा ठूलो समस्या आउँछ। सानो छँदा उसले आफ्नै भाइलाई रिसमा कुटेको थियो। भाइ कमजोर र कुपोषित थियो। त्यस घटनापछि भाइ घर छोडेर गएको थियो। त्यसैले भाइको मनमा त्यो चोट अझै बाँकी थियो। यसै कारण फायर फाइटरलाई दोषी ठहराइन्छ। सजाय सुनाउन लागिएको बेला दुई दूतले अन्तिम मौका माग्छन्। तर मुख्य दूत अझै भाइको मृत्युको सत्य पत्ता लगाउन व्यस्त हुन्छ। त्यसैबीच संसारमा अर्को घटना हुन्छ। फायर फाइटरकी आमा छोराको सत्य खोज्दै सेनाको छाउनीमा पुग्छिन्। त्यहाँ त्यही अधिकारीले आमालाई धक्का दिएर लडाउँछ। यो दृश्य देखेर भाइको आत्माको क्रोध फेरि जान्छ। उता नर्कमा पनि भयंकर आँधी आउँछ। फायर फाइटर बालुवामा पुरिन थाल्छ। अचानक उसले आफ्नो भाइलाई देख्छ। ऊ चकित हुन्छ। दूतले उसलाई समातेर बाहिर निकाल्छ। अन्ततः उनीहरू अन्तिम तहमा पुग्छन्, परिवारसँग सम्बन्धित नर्क। यही ठाउँमा फायर फाइटरको सबैभन्दा ठूलो अपराधको फैसला हुनुपर्ने थियो। यहाँ स्वयं यमराज फैसला गर्न बस्छन्। फायर फाइटरलाई आफ्नो कुरा राख्ने मौका समेत दिइदैन। उसको अपराध थियो, उसले आफ्नै परिवारलाई चोट पुर्याएको थियो। त्यो रात उसले आफ्नी आमालाई समेत चोट पुर्याउन खोजेको थियो। तर उसको भाइले रोकेका थिए। सबैभन्दा ठूलो कुरा, उसकी आमालाई सबै कुरा थाहा थियो। तर आमाले कहिले आफ्ना छोरालाई दोष दिइनन्, बरु आफूलाई नै दोष दिइरहिन्। त्यसपछि भाइ आमाको सपनामा पुग्छ। उसले आमासँग भन्छ, दाइलाई माफ गरिदिनुहोस्। आमाको आँखाबाट आँसु झर्छ। उनी भन्छन्, मैले तिमीलाई कहिल्यै दोष दिएकी थिइन। आमा र सानो छोराको त्यो भेटले सबैलाई भावुक बनाउँछ। अनि त्यही क्षण फायर फाइटर आफ्नी आमातर्फ दौडिन्छ। ऊ आमाको अगाडि घुँडा टेकेर रुन्छ। आमाले उसलाई अंगालो हाल्छिन्। आमाले माफ गरिसकेकी थिइन् र जहाँ साँचो क्षमा हुन्छ त्यहाँ सजायको ठाउँ रहँदैन। अन्ततः फायर फाइटरका सबै अपराध माफ हुन्छन्। उसले नयाँ जन्म पाउँछ। तर यो कथा केवल एउटा फायर फाइटरको कथा होइन, यो हाम्रो जीवनको ऐना हो। हामी परिवारलाई राम्रो जीवन दिन भन्दै दिन रात मेहनत गर्छौं, पैसा कमाउँछौं, भविष्य बनाउँछौं। तर कहिलेकाहीँ हामीले बिर्सन्छौं, परिवारलाई सबैभन्दा धेरै चाहिने कुरा पैसा होइन, हाम्रो समय र साथ हो। त्यसैले यदि तपाईका आमाबुबा आज पनि तपाईको साथमा हुनुहुन्छ भने उहाँहरूलाई समय दिनुहोस्, किनकि एक दिन पैसा कमाउने मौका फेरि आउन सक्छ, तर गुमेको समय कहिल्यै फर्केर आउँदैन। यस्तै रहस्यमय र भावनात्मक कथाहरू मन पर्छ भने हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोस्।